एक गाउँमा रामबहादुर र उनकी श्रीमती माया बस्दथे। उनीहरूको एकमात्र छोरा विवेक थियो। विवेकको बिहे भएपछि घरमा नयाँ बुहारी सीता भित्रिइन्। सीता निकै मेहनती, नम्र र सबैलाई सम्मान गर्ने स्वभावकी थिइन्। तर सासू माया भने अलिक कडा स्वभावकी थिइन्। उनले बुहारीले गरेको काममा सधैँ गल्ती मात्र देख्थिन्। तरकारीमा नुन बढी भयो, लुगा राम्रोसँग धोएनौ, ढिलो उठ्यो। सीताले सबै कुरा चुपचाप सहन्थिन्। उनी कहिल्यै रिसाउँदिनथिन्। एक दिन माया बिरामी परिन्। शरीर कमजोर भयो, हिँडडुल गर्न पनि गाह्रो भयो। त्यति बेला सीताले दिनरात सासूको सेवा गर्न थालिन्। औषधि दिने, खाना पकाउने, रातभर जागा बस्ने, सबै काम उनले प्रेमले गरिन्। मायाले मनमनै सोचिन्, मैले त सधैँ बुहारीलाई दुःख दिएँ, तर इसले मलाई आफ्नै आमा जस्तै सेवा गरिरहेकी छ। केही दिनपछि माया निको भइन्। उनले सीतालाई नजिक बोलाएर भनिन्, बुहारी, मलाई माफ गर, मैले तिमीलाई कहिल्यै राम्रो व्यवहार गरिन। सीताले मुस्कुराउँदै भनिन्, आमा, तपाईँ मेरो सासू मात्र होइन, मेरो आमा जस्तै हुनुहुन्छ। 30 दिनपछि घरमा झगडा हरायो। सासू बुहारी आमा छोरी जस्तै मिलेर बस्न थाले। घरमा शान्ति, माया र खुसी भरियो। शिक्षा: माया, सहनशीलता र सम्मानले सबैभन्दा कठोर मन पनि परिवर्तन गर्न सक्छ।